रहस्यमय फटकशिला र स्फटिकेश्वर महादेव नेपालका 64 ज्योतिर्लिङ्ग मध्ये एक पवित्र धाम। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 13 मा अवस्थित एउटा यस्तो पवित्र भूमि जहाँ प्रकृति, पुराण र परमात्माको अद्भुत सङ्गम भएको विश्वास गरिन्छ। 3 दिशाबाट नदीहरूले अङ्गालो हालेको यो स्थल केवल प्राकृतिक सौन्दर्यले मात्र भरिएको छैन। यहाँ प्रत्येक ढुङ्गा, प्रत्येक पाइला र प्रत्येक श्रद्धामा भगवान शिवप्रतिको गहिरो आस्था जीवित छ। स्वागत छ पवित्र फटकशिला र स्फटिकेश्वर महादेवको दिव्य यात्रामा। फटकशिलाको परिचय। फटकशिला प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थान मानिन्छ। यस पवित्र भूमिलाई पूर्वतर्फ इन्द्रावती नदी, दक्षिणतर्फ ढाँडखोला र उत्तरतर्फ जर्के खोलाले घेरेका छन्। चारैतिर हरियाली वन, कलकल बग्ने नदी र उर्वर खेतहरूले यो क्षेत्रलाई अझ मनमोहक बनाएका छन्। यहाँ पुग्ने जो कोहीले प्रकृतिको सुन्दरता मात्र होइन, मनमा छुट्टै आध्यात्मिक शान्तिको अनुभूति पनि गर्न सक्छ। फटकशिला नामको इतिहास। स्थानीय जनविश्वास अनुसार प्राचीन समयमा यहाँ स्फटिक जस्तै चम्किने शिवलिङ्ग रहेको थियो। त्यही शिवलिङ्गका कारण यस स्थानलाई स्फटकशिला भनिएको विश्वास गरिन्छ। समयसँगै उच्चारण परिवर्तन हुँदै स्फटकशिला शब्द अपभ्रंश भएर आजको फटकशिला बन्न पुगेको मानिन्छ। यस नामले आज पनि यहाँको प्राचीन इतिहास र धार्मिक पहिचानलाई जीवित राखेको छ। धार्मिक महत्त्व। धार्मिक मान्यता अनुसार स्कन्द पुराणमा वर्णित पवित्र कान्ति तीर्थ यही क्षेत्रमा रहेको विश्वास गरिन्छ। यसै कारण यो स्थान शिवभक्तहरूको आस्थाको केन्द्र बनेको छ। स्थानीय धार्मिक परम्परा अनुसार स्फटिकेश्वर महादेवलाई नेपालका 64 पवित्र शिवलिङ्ग मध्ये एकका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ। शिवलिङ्ग हिन्दू धर्ममा सृष्टि, शक्ति र अनन्त चेतनाको प्रतीक मानिन्छ। भक्तजनहरू विश्वास गर्छन् सच्चा मनले यहाँ भगवान शिवको पूजा र दर्शन गर्दा मनोकामना पूरा हुने, मानसिक शान्ति प्राप्त हुने र जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ। धार्मिक किम्वदन्ती र संस्कृति। स्थानीय किम्वदन्ती अनुसार प्राचीन ऋषिमुनिहरूले यही क्षेत्रमा तपस्या गरेका थिए। उनीहरूको तपबाट प्रसन्न भएर भगवान शिव स्फटिक स्वरूपमा यहाँ प्रकट हुनुभएको विश्वास गरिन्छ। यही विश्वासले आजसम्म हजारौं श्रद्धालुलाई यहाँ तानेर ल्याइरहेको छ। विशेष गरी महाशिवरात्रि, साउने सोमबार, तीज लगायतका पर्वमा यहाँ विशेष पूजा, भजन कीर्तन र आरती गरिन्छ। यी धार्मिक गतिविधिहरूले स्थानीय संस्कृति, परम्परा र सामाजिक एकतालाई अझ मजबुत बनाएका छन्। फटकशिला केवल एउटा धार्मिक स्थल मात्रै होइन, यो इतिहास, आस्था, संस्कृति र प्रकृतिको अद्भुत सङ्गम पनि हो। यदि तपाईँ आध्यात्मिक शान्ति, प्राकृतिक सौन्दर्य र भगवान शिवको दिव्य अनुभूति खोज्दै हुनुहुन्छ भने जीवनमा एकपटक फटकशिला पुगेर श्री स्फटिकेश्वर महादेवको दर्शन अवश्य गर्नुहोस्। यात्रा केवल मन्दिरसम्मको हुँदैन, कहिलेकाहीँ त्यो आफ्नै आत्मासम्म पुग्ने यात्रा पनि हुन्छ। हर हर महादेव।